So guys, हामी चाहिँ सुटिङको लागि जाँदैछौँ सोरुम यहाँ छ। सो आज चाहिँ एकदम रमाइलो हुन्छ होला सायद। म चाहिँ आउँदा आउँदै आएछु। यस्तो छ बिदिन बजार। बिदिन बजार यहाँ कुन ठाउँ छैन दिनदेखि ओरै आएको छु यता यतिको चाहिँ हुनु पर्यो ल। सौरभ र म चाहिँ चिन्न होइन राईको ड्रेसमा बोकेर आइसक्यो लागि भरे हेर्नु होला है युट्युबमा मेरो एमआर ब्लग छ हेर्नु। सो हेरिदिनु होला सबैजनाले। सो हामी चाहिँ ठाउँ पुगे पछाडि भिडियो बनाउँछौँ सबैजनाले हेरिदिनु होला है त। सो गाइस हामी चाहिँ आइसकेका छौँ। मोटै यहाँ छ होइन अनि अरू सुटिङको लागि यहाँ तल हुँदैछ। यहाँ तल यहाँ चाहिँ मण्डप रहेछ अनि हामीले गर्ला जस्तो छ। फाइनली आइयो पनि तर जन्तीको रूपमा होला सायद चाहिँ विशाल दाईको विशाल सरको माध्यमबाट आइपुगेको यता। यही हो प्लेस चाहिँ बिहे पो रहेछ त अन्तिममा त बिहे रहेछ क्या बिहे कसको बिहे यस्तो छ हाम्रो ठाउँ। हाम्रो सर चाहिँ यता हुनुहुँदो रहेछ नि त हिरो आम्बो अब यता हुनुहुँदो रहेछ नि त। ओइ मोटे कस्तो हुँदैछ? आइदिएको होइन कस्तो हुँदो रहेछ हेरिदिउँ। मान्छे गिजिन्छ खाजा चाहिँ उहाँ चाउचाउ खाजा खुवाइ चाहिँ यस्तो छ। हाम्रो लुगा फेर चाहिँ जङ्गल हुँदैछ गाइस हेरिदिनु सक्नुहुन्छ। यहाँ ओ जङ्गल कुदेको नि हामी के हो किच्चा लाग्छ क्या हो। ल यतिको चाहिँ हुनु पर्यो है सबैजनाले हाई गरिदिउँ न। लुगा फेरि चाहिँ यतिको मात्रै जाँदैछ होइन हाम्रो सबै हेर्नुको लागि चाहिँ के भन्छ त्यो के खोल्नु पर्ने हो सबै हेर्नुको लागि बडी ल खोइ देखाउँ त छैन एक लाग्दिनु पर्यो लुगा हाम्रो चाहिँ सुटिङ हुँदैछ यहाँ यस्तो छ सुटिङ कार्यक्रम कस्तो हुँदैछ ब्लग पनि हुन्छ। ओ यता यता पो गाउँले देखेछ त यता हेर न हौ छ्या टोपी लगाउनु टोपी हेर तेरिकाको तिमी पनि हौ सेम पिताङै देख्यो नि त। म पनि यस्तो छु यस्तो क्यारेक्टरमा छु। हाम्रो चाहिँ यहाँ सुटहरू सकिसकेको छ। अब अलिकति सुटहरू छ यस्तो छ। यहाँ अल्लाह हो यहाँ बौद्ध हो यहाँ अल्लाह हो यहाँ बौद्ध हो। म पनि बस्छु ल
कमल सर चाहिँ उहाँ हुनुहुन्छ हुनुहुन्छ कमल सर राम्रै हुनुहुन्छ ए राम्रै हुनुहुन्छ विशाल सर कस्तो लाग्दैछ अनि यस्तो बवाल भइरहेछ कि है मजा आइरहेछ भोकले कस्तो पीडित भइरहेछ हल्का पीडित भइरहेको छ म भन्दा पनि बच्चा बच्ची पीडित भयो तर के छैन खाइन्छ भोक मिठो हुन्छ नि त जे भए पनि हिजोको भन्दा डेन्जर खानुपर्छ हैन खानुपर्छ नि हजुर खाइदिने हो ल्याम्प ल्याम्प हैन यसले खान्छ धेरै सबै हुन्छ भोक लागिरहेछ मौल अझ खेर नै हैन गर्दै हैन भन न हो सबैले खान्छ मोटेले त कति बजाउँछ होला मलाई थाहा छ सो गाइस हाम्रो चाहिँ सुट सकिसकेको छ अनि भोगेको मान्छे हामी यहाँ बसिरहेको छौँ मान्छेहरुलाई त्यस्तो साह्रो कस्तो भयो आजको यस्तै भयो रमाइलो भएन रमाइलो भयो भयो मोटे आज पागल भएको के भन्नु छ मलाई छ के छ रमाइलो भयो ल ठिक छ ल म पनि टाउको दुखे लास्ट मोड्नु आँटिसकेका म मरेको छैन जिउँदैछ धातेको रोजिन भात खानु गर्छ भाइ रोजिन हजुर भात नखाने भात कहाँ छ ऊ पर आएको छ त फेरि जाब अघि 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 उयोहरूले जाउँ न खानु अघि आएकोहरूले नआएकोहरूले गएर खाएर केटाहरू खाएर आएर गएको ल खाना यतिको आलु यो गरेर खानु एकजना हो माथि खाना खाने हैन यो खाना खान आँटेको आमा चाहिँ प्रपोज गर्न आँटेको होइन कसलाई होला नि कसरी थाहा पाउनु हो खाना खाए ल खाना खुवा चाहिँ यतिको जाँदैछ टाउको दुखेर क्या हो चल्दैछ क्या हो कुन खायो हेभी खाना खानुपर्छ ल के सालु इन्ट्रोडक्सन फुलकुमारीहरू फुलकुमारी अरे के सालु यो अचार छ यो के यो त के पो भन्छ न्युटेला अनि पटाटो अनि के भन्छ अरू यो प्याज अनि के भन्छ गाजर अनि के छ अघि नै खाएको भोक लागिरहेको सेकेन्ड टेक हामी खानुपर्छ कि अब यस्तोमा होइन यहाँ बेसार हुन्छ कहाँ त्यो बेसार चाहिँ खानुपर्छ आँखा त यसको लागि बेसार यहाँ हेरिदिनु होला होइन यहीँ छ पहिलो पहिलो अनि आजको सुटिङ टाइम कस्तो लाग्यो बकवास एकदम बकवास भरे भरे आउँछ नि युट्युबमा ए तपाईँ बिप बिप हे एभ्रीवन दिस इज युताङ सुहान ए भाइको भ्यू त्यतिकै भन्दैको बस्छ हो रे आज सबैजना बस्ने रे यहाँको सुताइ कस्तो गिरी हुन्छ आज बस्ने खालको कुरा हुँदैछ के भन्छु म साँच्ची भनेको कि हिरोनी चाहिँ भगाइदिन्छु है तिम्रो इन्ट्रोडक्सन देऊ त इसमें राजेन्द्र एन्ड कहाँ इलाम अब यस्तै छ अब इलामबाट माथि फिदीमा आएको छ
त्यो पनि सुटिङमा यसरी खाइएको छ हिरो हेरो हिरोइन हेरो चित्त बुझायो पाउनु त केही होइन अब मेरो स्टकआउट कहाँ पुगेको छ भयो हराएको सूचना पाउन नपाइकन फाउन्ड यो आइटम हेज बिन फाउन्ड भन्ने भइसक्यो कसम भनेको मेरो नभएको बेबी यहाँ हेरिदिनु होला It's me thanks to hang all the way from Lalitpur, Nepal. मिठो छैन अहिले त मिठो थिएन अघि त बर मिठो थियो है त्यही त सही त अघि त्यो अघि भोक लागेर यो अहिले मन लागेर हो नि त त्यो चाहिँ हो भोक र मन मिल्दैन नि त हो दाजु हाम्रो त्यतिकै एमसी हुन पाइन्छ हैन एमसी दाइ माइ एमसी यो लेट्स गो राउन्ड 2 एमसी त्यहाँ माथि त देखिया नै थिनौँ क्या आम्मा के हो कविन दाइ एक्लै बस्दिनु अनि त्यहाँनिर हेलो त भन्दिनु क्यामेरामा अलिक नाच्ने गीत लाउनु नि डु सब्स्क्राइब सो गाइस हाम्रो यहाँको सुट चाहिँ सकिसकेको छ आजको लागि चाहिँ भोलि छ सो आजको लागि चाहिँ यति नै हो भोलि हामी आउनेछौँ अब हामी जानेको हाम्रो गाडी यहाँ माथि छ पर्खिरहेको छ सो त्यसैले हामी लाग्नेछौँ है त अब भोलि आएर गर्नेछौँ तर लास्ट ओके देखिरहेछ मेरो चाहिँ होइन लास्ट ओके भइरहेछ आजको लागि भ्लग यति नै हो गाइस सबैजनाले लाइक सेयर गरिदिनु